सो हेलो गाइस वेलकम टु माई न्यू भ्लग कस्तो हुनुहुन्छ सबैजनाहरु एकदम ठिकै हुनुहुन्छ ल हैन र आज चाहिँ हामी के गर्न आँटेको छ भने मनन भाइ अनि म चाहिँ दुईजना चाहिँ डुएल म्याच खेल्न आँटेको डुएल हैन दुईजना कस्टम जस्तै खेल्न आँटेको छ लोड वुल्फमा हैन त्यो चाहिँ नयाँ निक्लेको रहेछ सो गाइस हामी खेल्छौं भाइ खेल्ने हैन हेलो भाइ भाइ खेल्ने हैन सो गाइस अब चाहिँ भाइ र म खेल्छौं लेट्स गो guys, our free fire is to build. Bye, bye. Bye, Nikla. Nikla. Guys, हामीले चाहिँ मिस्टेक गरेछ हैन मनन भाइ कहाँ छ मनन भाइला खेल्दैछ निक्ले मनन भाइ कहिले उठ्यो सो गाइस त्यो खेल्न आँटेको थिएन हैन हामी चाहिँ खास गरी यो डुएल खेल्न हैन मनन ल भाइ यो खेल्नु पर्छ यो हुन्छ मिस्टेक गरे हैन केही छैन सो गाइस हामी चाहिँ फायर मनन भाइ अपोनेन्टको टिममा गाइस भाइलाई थाहा छैन हामी नो इन्टरनेट प्रयाङ्क गर्नुपर्छ भाइसँग 4 राउन्ड हारेर कमब्याक गरिदिनुपर्छ भाइलाई हैन 3 राउन्ड हार्नु पर्यो फेरि 2 राउन्ड अलिक कमब्याक गर्नु साह्रो पर्छ कि मलाई ओहो गाइस हेर्न सक्नुहुन्छ भाइ फर्स्टमा के लियो एकदम कडाकडी माल कोडी चाप दिया गेल चाप दौड गेल तारे बडे खेल्दै छ सो गाइस अब के चाहिँ मार्छौ भाइ मलाई सो गाइस हेर्न सक्नुहुन्छ भाइले मलाई मार्दियो आया के जना 3 राउन्ड हार्दियो हैन के गर्दैछ हेर्नु भाइले 3 राउन्ड लास्ट 3 राउन्ड अहिले त 1 राउन्ड भयो हैन गाइस सो गाइस तपाईले हेर्न सक्नुहुन्छ भाइले मलाई 3 राउन्ड हराइसकेको छ अब चाहिँ भाइले मेरो जलवा देखाइदिन्छु हैन गाइस गाइस भाइ त पब्जी प्लेयर जस्तो भइप सुत्छ हैन दोकान पार्न छोड्दिनु के हुन्छ गाइस हैन अब चाहिँ कम्ब्याक गर्ने हो टक्क आएर हैन ए डब्ल्यू किन्दै रहेछ गाइस भाइले चाहिँ हेर्न सक्नुहुन्छ ए गाइस मेरो लागि चाहिँ तर भाइ पाइदैन राम्रो छ हैन मेरो लागि चाहिँ भुट्टे बन्दुक किनिन्छ के छैन हैन अब अरु चाहिँ के गर्ने हैन भन्ने खेल्ने हो टक हैन त्यो भाइ त्यहाँ रहेछ मैले देखि गाइस हैन स्कोप गर्दैछ स्कोप तर ए डब्ल्यू गाइस त्यो भाइ चाहिँ पुरै झर्नु मारेको छैन झर्यो कहाँ गयो त्यो भाइ ओ गाइस स्याहार्नुहोस् मारिनुपर्छ भाइलाई हामी गाइस टिम अप गर्दैछु भाइ मसँग टिम अप गरेको भाइ टिम अप ल भाइ सो गाइस हामी टिम अप नगर्ने हो किनभने हामीले 1v1 खेलेको हैन टिम अप चाहिँ गर्नु हुँदैन सो गाइस भाइले पुरा रिसिटेसन भाइ तात्तियो हैन गाइस नो वान एल्स के गर्नु पर्छ उहाँहरुलाई हेर्न सक्नुहुन्छ गाइस यति नुला अम्बो गाइस भाइले हाम्रो हेर्न सक्नुहुन्छ गाइस लास्ट एक राउन्ड के लाग्छ म यो राउन्ड जित्छु कि जित्दिन हैन गाइस
यति शुक्र गर्छु कि गाइस म यो रङ जितोस् भनेर भगवानलाई बिन्ती छ पिस्तल हाउने पनि छु गाइस किन भाइले वान ट्याप चाहिँ यति पढाएको छ कि यति पढाएको छ गाइस तपाईँहरू पनि देखेर छक्कै पर्नुहुन्छ गाइस भाइले चाहिँ गाइस हेरिराख्नुहुन्छ आयो 4v3 भएर चाहिँ गाइस तपाईँ प्लिज भगवानलाई बिन्ती गर्दै गर्नु होला म जितोस् भनेर हैन सो गाइस केही छैन हैन भाइलाई मारिदिने हो अरू त के भन्नु छैन हैन तपाईँहरूलाई भाइ आएको छैन आयो माथि चढेछ सो गाइस भाइले पुरै बाटो के हो गाइस हेर्नु सक्नुहुन्छ भाइ मरे गाइस तपाईँलाई धन्यवाद छ तपाईँले नगर्नु भयो जस्तो लाग्दैछ मेरो लागि हैन गाइस लेट्स सो लास्ट म्याच हो भाइले केले मारिदिनु यसले नै मारिदिनु पर्यो भाइले फेरि वान ट्याप पड्कायो जस्तो किन गाइस हैन त्यसको लागि एउटा हाइएस्ट ड्यामेज दिनेवाला भन्नु पनि केही चाहिँ रहेछ मुनिबाटै आउँदैछ गाइस मुनिबाटै आउँदैछ भाइ माथिबाट आएको छैन भाइले थाहा छैन रहेछ कि म त्यहाँ छु भनेर माई गॉड गाइस हामी तपाईले थ्याङ्क यू भन्नुहुन्छ हैन तपाईहरु थ्याङ्क यू धन्यवाद नमस्ते हैन तपाईहरुलाई नेक्स्ट ब्लग बनाउँछु त्यतिकै लागि गाइस तपाईहरु बाइ बाइ